अहिले चाहिँ हामी ओराङ खोला आइपुगेको छौँ। यहाँनिर चाहिँ हाम्रो डिपिआर एउटा मोटरेबल पुल भन्ने योजनाको लागि डिपिआर हुने ठाउँ यो भयो। यहाँनिर त्यो सोइल टेस्ट गर्ने गाडी उहाँले सोइल टेस्ट गरिवरी उहाँहरू फर्किने क्रममा हुनुहुँदो रहेछ। हामी अनुगमनको क्रममा चाहिँ यता इन्जिनियर साहब पुरानन सर र यता ठकन सर पनि हुनुहुन्छ र उहाँ सोइल टेस्ट गर्ने मान्छे। उहाँहरूले यहाँ बेन्चमार्कहरू यता यता राख्नु भएको रहेछ। एउटा बोरहोल यहाँनिर गर्नुभएछ र पारिपट्टि उहाँ रहेछ। यहाँनिर यसो हेर्दाखेरि लगभग 2 स्पान जति चाहिँ चाहिने जस्तो देखियो। फेरि खोला एकदमै ठाडो छ यहाँनिर। ठाडो खोला हो। यसले अब बोल्डरहरू बगाएर लिएर आउँछ। त्यही भएर यहाँनिर अलिकति रिक्स हुन्छ पुल। तर अब यहाँ पुल चाहिँ एकदमै आवश्यकै देखिएको छ।